हाम्रो चाहिँ यही प्रकाश भाइले चाहिँ हिजो दिउँसो सब्जी खानु पाएको थिएन र आज चाहिँ फास्ट जसले भात खाइसक्यो उसलाई त सिकट दिनु पर्यो नि त। मोनाली हो मोनाली पत्ता यस्तो जाउडा जुब्डी खाँदो रहेछौ र तिमी हात्ती जस्तो रहेछौ नि। प्रकाश पर त आगो त खाली प्रकाश टु आसेन अरू सब्जी अरू आसेन नाइ। सो हे गाइस तपाईहरुको बिचमा फेरि आज पनि मैले छोटा भिडियो लिएर आएको छु र तपाईहरुलाई चाहिँ भिडियोहरु कस्तो के लाग्छ है। र आज चाहिँ हामीहरु 3 जना 4 जना मिलेर चाहिँ हामीहरु भात खाइरहेको त्यही चाहिँ भिडियो हामी चाहिँ बनाएको छौं है। आज चाहिँ हामीहरु 3 जना भात खानतिर लागिरहेका छौं र 3 जना चाहिँ कति छिटो भात खाइसक्दो रहेछ हेरौँ नि त। यो 2 जना चाहिँ खाइसक्छ जसले फास्ट खाइसक्छ तिनीलाई चाहिँ म एउटा सिकर किनिदिनु पर्यो म चाहिँ खादिन। जिन्जर दलाई यसमा चटनीमा हामी चाहिँ भात खानतिर लागेको हेर्न सक्नुहुन्छ गाइस। तर यिनीहरू त अगाडिदेखि खान थालेछ। आज चाहिँ छोरी सब्जी चाहिँ हामीको फर्सी छ है र फुलकोपी छ आलु छ। सब्जी के छ हिजो बेलुका पनि फर्सीको सब्जी बनाएको थियो। फर्सी र के अरे चाना दालको लास्टमा गएर त पकाउने मान्छेले जोडा चाना दाल मात्रै खानु पाइयो। खाना चाहिँ सबसे भन्दा धेरै मेरो देखिरहेको होला है। तर क्यामेरा छेउमा बेसी छेउमा एकछिन खाना मेरो कदम गएको छ। प्रकाश को भी बुलाना पड़ेगा वो काल उसको भी सब्जी नहीं मिला दिन को। और फिर सारे मीठो खा के पहुंच रहे थे मजा लगा खाया से। उहिले बुढा पाका मान्छेले भन्छ नि मिठो कसिन जराइ नराख्नु रे तितोलाई चाहिँ छुँदै नछुनु भन्छ। मिठो सब्जी बनायो भने त 3 जनाले एक कराई खतमै पार्टिन्छ 3-4 जनालाई। दिउँसो पनि पानी त्यो दिउँसो पनि 2 जनाले सब्जी नै खान पाएन। बेलुका पनि 2 जना 3 जनाले सब्जी खान पाइएन चुला भात खान पाइयो। अनि हाम्रो प्रकाश भाइले चाहिँ फुलकोपी हिजो खानु पाइन भनेर फेरि गएर हिजै चाहिँ बेलुका गएर फेरि फुलकोपी किनेर लिएर आएको थियो र उसकै लागि भाइ चाहिँ उसकै लागि भयो पनि मैले यो फुलकोपी चाहिँ सब्जीमा लगाइदिएको मैले। आज को फुलकोपी बहुत टेस्टी हो गई इसके साथ ना। सब्जी टेस्टी होगा आज का। और थोड़ा खाएगा क्या खाना? खाओ खाओ जितना खा सकता खाओ। हमको तो एक बार में जो खाना ले लिया 2 बार लेने से वो टेस्ट भी नहीं लगता है। वो तो है सबको ऐसा लगता है। सबसे लाल मुंह तो हमें होगा क्या? लेने भी जाएगा धीरे धीरे हो। कुदुम कुदुम का है उसका हाथ ज्यादा ऐसा करता है इसलिए मैं क्या उधर समझ नहीं है क्या मेरा नहीं कर रहा है। शाम को तो पूरा मछली लेकर रख लिया मछली शाम को मछली खाएगा चिकन नहीं लगा बोरा भी 5 केजी का दिन को खिलाना है नहीं दिन को नहीं खाना शाम को खाना है। तो माता को अच्छा से चखना बनाएगा बेल तो खरीदो
Hah? बेरेको खोलेको हो पैसा minta apa kali dia? पैसाnya dia. मागो न मेडमको बोलो मेडम आयो Mana itu? Boleh itu. मेडमको बोला Memang kan boleh tahu kan. Merah finish. इसको हमें सिकल खरीदेगा तुम तो और भी खाने लेगा होगा तेरा फिनिश कैसे होगा नहीं खाएगा बता. सबैभन्दा लाम्रो चाहिँ मै परेछु यो भाइले पनि खाइसक्यो र उनीहरूले भन्दा अलिकति धेरै खाना खायो नि त क्यामेराहरू मिलाउनु यता मिलाउँदा ओर्दा गर्दाखेरि देरी भयो उनीहरू एक दुई घन्टा पनि हालेको थियो मुखमा है पास्तामा मासु बहुत पास्ता है दुईटै आने से तुम और खाना लेके इतना सब्जी लेके आया है आज का सब्जी बहुत टेस्टी है इसलिए दोबारा ले आया. इसीलिए नहीं जोड़ता है हेर्नु सक्नुहुन्छ गाइस यसरी भात र सब्जी चाहिँ यसरी थप्दै खान्छ अनि कहाँ लास्टमा खाने आले गर्छ है Lokasi kerai juga mau beli सब्जी. मिठो क्वेसन दोहोऱ्याइ नराख्नु त तितोलाई चाहिँ सोधै नसुन्नु अरे यो भाइले सब्जी बनायो भने कता गयो मेरो भाइ भाइले सब्जी बनायो भने यति रहन्छ तै पनि खाँदैन हिजो दिउँसो र हिजो बेलुका अनि आज बनाइदिएको सब्जी नै अब आज पनि पुग्छ यस्तो त छैन प्रकाश जल्दी खाऊ होला उसको हाम्रो चाहिँ यही प्रकाश भाइले चाहिँ हिजो दिउँसो सब्जी खानु पाएको थिएन र आज चाहिँ भात छैन अरे सब्जी चाहिँ आज कति बाटो लुगा सब्जी एक बाटो लुगा हिजो चाहिँ गाइस यो हाम्रो प्रकाश भाइले चाहिँ फुलकोपी खानु पाएन भनेर गएर रिसोले गएर दोडा फुलकोपी आफ्नै पैसाले किनेर ल्याएको थियो र आज चाहिँ फेरि बनाइदिएको अनि खाओस् है मजाले भनेर उयो चाहिँ के हो कडी पत्ता यस्तो जाउडा जुब्डे खाँदैन रहेछ र तिमी हात्ती जस्तो रहेछौ नि होइन प्रकाश भाइ र यो भाइसँग चाहिँ भात खानुको लागि कम्पिटिसन गराइदिनु पऱ्यो भनेको त यो भाइ चाहिँ यहीँ बसेछ मतलब कि प्रकाश पर तो आगते खाली प्रकाश टू आसे ना सब्जी आरु आसे नाई आरु दुईजन तीनजन मानु आसे भात खा बोले चारिजन फास्ट जसले भात खाइसक्यो उसलाई त सिकर दिनु पर्यो नि त मोनाली ओ मोनाली ओए जल्दी आ हेलो क्या तुम खाना हमसे से पहले खाए ना सिकर खाओ इसलिए हाँ थैंक यू जस्तो सिकर मिला हमको खाना क्या तर म चाहिँ खाँदिन है सिकर यो भाइले पनि खानु छोडो अरे राम्रै भयो यसले चाहिँ फास्ट खाइसकेको थियो भने ठिक हुन्थ्यो नि यसलाई नदिँदा पनि हुने थियो